चुप लाग्नुहोस्। चिन्ता पर्यो तपाईँलाई, चुप लाग्नुहोस्। अब तपाईँलाई जब चिन्ता पर्यो अनि तपाईँका सुखका दिन आए, कसैले तपाईँलाई गाली गर्यो, चुप लाग्नुहोस्। तपाईँका सुखका दिन आए। तपाईँका धेरै खुट्टा तान्ने मान्छेहरू भए, चुप लाग्नुहोस्। अब तपाईँका सुखका दिन आए, चिन्ताका दिन गए। जब तपाईँलाई कसैले दुःख नदिकन तपाईँले सुख पाउनुहुन्न, तपाईँले ज्ञान प्राप्त हुँदैन। जब तपाईँ दुःख पाउनुहुन्छ अनि तपाईँ ज्ञान प्राप्त गर्नुहुन्छ। तपाईँ नलडिकन कसरी उठ्नुहुन्छ? लड्नुहुन्छ अनि नै उठ्नुहुन्छ। बिमारी हुनुहुन्छ अनि नै दबाई गर्नुहुन्छ। तपाईँलाई दुःख पर्छ अनि नै सुखको बाटो खोज्नुहुन्छ। के भयो तपाईँलाई? समस्या भयो? मुस्किल पर्यो? पिर नगर्नुहोस्। जब तपाईँका चारैतिरका बाटा बन्द हुन्छन् अनि ईश्वरले, तपाईँलाई सृष्टि गर्ने परमेश्वरले तपाईँका बाटोहरू खोल्नुहुन्छ। हो कि होइन र भन्नुहोस् त? कस्तो विश्वासै गर्नुहुन्न मैले भनेको कुरो? यदि तपाईँले यो कुरालाई विश्वास नगर्ने भएदेखि तपाईँ जन्मिनुभन्दा अगाडि तपाईँको मम्मीको चाहिँ छातीमा दुध कसले भरिदियो? उसको भर पर्नुहोस्, तर काम चाहिँ नछोड्नुहोस्, अघि बढ्दै जानुहोस्। त्यस्तै हुन्छ देशमा बस्ने मान्छेहरू, विदेशमा बस्ने मान्छेहरू। तर याद गर्नुहोस् एउटा कुरा चाहिँ, आफ्नो आमा बाउलाई आफूले जसले गुण गरेको छ त्यसको गुण नबिर्सिनुहोस् कहिले पनि। मेरो काम टरिहाल्यो, अब म यसलाई जेसुकै गर्छु भनेर नगर्नुहोस्। घुमिफिरी तलको माथि, माथिको तल हुन्छ। यो चक्र हो संसार। भुइँको माकुरा रुखमा, रुखको माकुरा भुइँमा भनेको जस्तो। म धेरै बनावटी कुरो पनि जान्दिनँ। साँचो कुरो जे छ त्यही भनिदिन्छु। त्यही हो, लगातार प्रयास गर्दै रहनुहोस्। तपाईँले रिसाए पनि, खुसाए पनि, प्रयास गरे पनि नगरे पनि यो संसार अघि बढिरहन्छ। चन्द्र सूर्य पृथ्वी चलिरहन्छ, दिन भइरहन्छ, रात भइरहन्छ। के को दुःख, के को पिर? एक दिन जसरी नै मर्नै पर्छ। एक दिन जसरी पनि चाहिँ जन्मेपछि अन्त नभइकन हुँदैन भनेदेखि प्रयास गर्दै जानुहोस्। भोलिको लागि चिन्ता गर्ने कामै छैन है, मैले भनिदिएको छ तपाईँलाई। काहीँ त्यस्तो केही हो भने कमेन्ट गर्नुहोस्, कसरी योबाट छुटकारा पाउँला भनेर। परिश्रम गर्दै जानुहोस्। हुन्छ, ल, धन्यवाद है। पिर नगर्नु होला, पिर नगर्नु। तपाईँ सबैको लागि म प्रार्थना गर्नेछु। सबैजनालाई, हाम्रो देश, हाम्रो परिवार, गाउँ, होइन, शत्रुलाई पनि मित्र जस्तै होस्, विश्व शान्ति होस्, सबैजनालाई सुख शान्ति मिलोस्। धन्यवाद छ त्यो परमेश्वर, त्यो ईश्वरलाई है त। ल, धन्यवाद। कस्तो लाग्छ प्रतिक्रिया चाहिँ दिनु होला है। तपाईँहरूकै प्रतिक्रियाले आज चाहिँ नि धेरै ठुलो बनाइसकेको छ। ल, धन्यवाद है त।